यात्रा झापाको सुनगासम्मको रहेको छ। यहाँ घुम्नको लागि दामी दामी ठाउँ छ अरे। आज धेरैजनालाई थाहा पाइसक्नुभयो, हामी आज सेल्फी डाँडा जाँदैछौँ। सेल्फी डाँडालाई ह्याप्पी ल्यान्ड पनि भनिन्छ। यहाँ भएको सबै दृश्यहरू हामी देखाउनेछौँ। हाम्रो भिडियो लास्टसम्म हेरिदिनु अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यो गेट अगाडिको भ्यूज रहेको छ, कस्तो राम्रो भ्यूज। ओ माई गड, यहाँ चाहिँ पानी पनि टक्कै पानी पनि आउँदो रहेछ, फुलहरू पनि रहेछन्, कस्तो राम्रो भ्यू छ। चटपटी खाइदिउँ न हो हामी पनि। हजुर तपाईँहरूले मिठो बनाउनुहुन्छ अरे नि त हो, ह्याप्पी ल्यान्डमा यस्तो मिठो पाउँछ अरे, त्यही भएर हो के धन्यवाद छ ल्यान्डको चटपटी है गाइस। टिकट पनि भइसक्यो, अब टिकट पनि भइसक्यो। अब किङ खेल्नु कति बजी स्टार्ट हुन्छ हो? अब हुन्छ, ल ल। Yeah, boat ko shower. Just fun. मलाई चाहिँ यो बीचको भाग एकदम राम्रो लाग्यो, कस्तो राम्रो बनाएको रहेछ क्या। टक्क लिस्नु होइन, त्यसपछि बीचमा यस्तो टापु। ओ माई गड, दिस इज नाइस भ्यूज, कस्तो राम्रो हेर्नु यहाँ। ओ माई गड, म त लड्छु भने डर लाग्छ। ह्याप्पी ल्यान्डहरूको भ्यूजहरू मध्ये यो भ्यूज पनि मलाई कस्तो मन पर्यो। फुलहरू कस्तो दामी बनाएको रहेछ। ओ भाइ मारो मुझे मारो। प्लेन नचढेको पनि धेरै टाइम भइसक्यो रहेछ। यसो हेरेर भए पनि चित्त बुझाइदिउँ न हो गाइज। दुईजना चढ्न आँटे, यिनीहरू त लड्छन् जस्तो लाग्यो मलाई चाहिँ। लड्न आँटे झन्नै लडेन। यो चाहिँ सेल्फी डाँडाको सबभन्दा माथिबाट खिचेको भिडियो है। यहाँबाट सबै भ्यूजहरू हेर्न मिल्छ, यहाँबाट सबै देखिन्छ। हेर्नु त, फेरि आजको मौसम पनि कस्तो राम्रो छ, शीतल अनि भ्यूज। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु है। अब टक्कै मुनि जानु पर्यो। टक 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 टक, सो फन्नी सो फन्नी। तपाईँहरू पनि टिकटक बनाउनुहुन्छ भने आउनु है, टिकटक पिङमा आउनु है, बब्बाल छ यहाँ पनि।
झर्ना गुफा यहाँभित्र पस्नु त कस्तो डर लाग्यो त्यही पनि बिस्तारै बिस्तारै बस्नु पर्यो कस्तो गुफा आमामामा ढुङ्गा पनि कस्तो बनाएको रहेछ झर्ने केही चाहिँ भएन यार टक्क झर्नाबाट पनि पानी चाहिँ कस्तो चाहिँ आउँदो रहेछ नि पिङ खेल्न बसेको कस्तो ढिलो आमामामा आजको लागि यति नै अब म नयाँ भिडियो ल्याउने नै छु ओके